36 वर्ष के हेरेर बस्या 30 ओ देउबाजी भनेर अब सुदूरपश्चिमका जनताले नै लखेटेर पठाउँछ। दम्ब अहंकार देखाउन मिल्छ। हिन्दू हिन्दू भनेर उहाँले के प्रमाणित गर्न खोज्नु भएको? हामीले हिन्दू भयो नि, मुस्लिम भयो नि, क्रिस्चियन भयो नि, हामीलाई केही होइन, उहाँ नेपाली हो भन्ने हामी बुझ्छौँ मेरो विचारमा चाहिँ। र उहाँले हिन्दू हिन्दू भनेर जुन हिन्दू र मुस्लिमको अस्ति जुन सुनसरीमा घटना घट्यो त्यसलाई लिएर चाल्न खोज्नु भयो कि धर्म धर्म लिएर आएर द्वन्द्व गराउन खोज्यो भने भोलि नेपाल यो बालन सरकार गिर्छ कि भन्ने एउटा कुनै षड्यन्त्र बोकेर आउनु भएको थिए। यस्ता दिवस पनि नदेखे हुन्छ। तपाईँ हिन्दू भयो नि, क्रिस्चियन भयो नि, मुस्लिम भयो नि, जे पनि पिटाइ खाने पात्र हो। उनी त पिटाइ खाएको त एआईले हो क्यारे, कस्तो बिर्सेछु मैले। पैसा त्यत्रा बङ्करका बङ्कर जल्या त एआईले, फेरि पिटाइ खाएको चाहिँ हातले भनिछु होइन, एआईले पिटाएको थियो। र उहाँ एकदम नै चुनावको बेलामा मुखमा मुखुन्डो लगाएर जनताले चिन्छन् कि भनेर लुसुक्क लोग्नी स्वास्नी भाग्नु भएको थियो चुनावको मुखमा आएर। किनभने उहाँले त चुनावमा लड्न सक्ने हैसियतै थिएन त्यो बेलामा। त्यसरी भागेको मान्छे अब उहाँले के सेटिङ मिलाएर आउनुभयो हेर्नुहोस् नेपाल। त्यो पक्कै पनि सेटिङमा आउनु भएको छ। नत्र इन्टरपोलबाट शेरबहादुर देउवाको दम्पतिलाई पक्रिने भनेर बालन सरकारले योजना बनाइरहेको थियो र यो अदालतले इन्कार गरिदियो। किन गर्यो, के गर्यो, यो त अदालत पनि सफा गर्ने बेला भएको छ भनेर बारम्बार आवाज उठाइरहेको छु। किनभने 36 वर्षसम्मको भोट जमेको छ त्यहाँ। शेरबहादुर देउवाजी आउनुभयो, भव्य स्वागत भयो। कसले गरे भने त्यही शेरबहादुर देउवाजीको घर जलाउन जानेले, त्यही घर शेरबहादुर देउवालाई मुक्कै मुक्का हान्नेले स्वागत गर्न जानुभयो। उहाँको एकदम अहम घमण्ड बढेछ। अनि गर्नुभयो। मैले त के बोल्नु भयो नै थाहा छैन। गर्नु 20 चोटि सुने। 20 चोटि सुन्दा नि उहाँले के बोलेको थाहा छैन। तपाईँहरू कोही मिडियाहरूको स्ट्याटस हेऱ्यो कि ज्ञानेन्द्रले नसक्या बालन सरकारले सक्छ भने रहेछ। नबुझेको हेर्नुहोस्, एउटा बोलेको प्रश्न बोल्न नसक्ने, एउटा कार्यक्रममा गएर निधाएर र्याल सिंगान बगाउनेले अब फेरि छैटौँचोटि प्रधानमन्त्री हुन्छु भनेर दिवा सपना देखेर आएको देख्दा चाहिँ हाँसो पनि लाग्यो र लाज पनि लाग्यो नेपाली भएकोमा। के शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने औकात छैन के भन्दै हुनुहुन्छ? औकात र नौकातको कुरा होइन। अब नि यो उमेरमा आएर त्यसरी थप्पड खाइसकेपछि, त्यत्रा पैसाका पैसा जलाइसकेपछि नि अब नेपाली जनताले विश्वास गर्दैन पर्ने, एआई भनेर नेपाली जनताले पत्याइदिनु पर्ने। त्यो हामी गलत गर्न चाहँदैनौँ। पहिला जस्तो नेपाली जनता सोझा छैनन्। 2-4 वटा भाडाका टट्टुहरूले गर्लान्। अस्ति पनि त पैसैमा किनेर लग्या रहेछन् नि। एमाले 50 जना लिएर गएको रहेछ। हेर्नुहोस्, त्यसै त पक्कै गएको छैनन्। त्यसै 800 किलो मासु पाकेको छैन नि त देउवाले। मासु पकाएर खुवा छैन नि त। यो कारणले गर्दा अब नेपाली जनता, मैले पनि चुनावको बेलामा काङ्ग्रेसको मासु भात खाछु है, तर भोट मैले घन्टीमा हालेँ नि त। अब खाइदिने, पैसा पाए लुट्दिने। तर अब बालन सरकार भन्दा नि नयाँ नेतृत्वलाई हामी साथ दिन्छौँ। युवाहरूलाई साथ दिनुपर्छ एकदम नै। किनभने युवाले भने देश विकास गर्न बुझेका हुन्छन्। तर केपी शर्मा ओलीले इलाममा गएर गरिदिनु भयो। आफ्नो जिल्लामा गएर यही उरन ठेउलाहरूले देश चलाएर चल्छ। देश चलाउने मेहनत हामी जस्ताले, तपाईँहरूले जस्ताले देश चलाएर देशलाई कङ्गाल बनाउनु भयो। देशलाई 2-4 वटा त भूमि पनि कता कता र खोला नाला त बेचबिखन पनि गर्नुभयो। अब तपाईँहरूले देश चलाइदिनुहुन्छ र देश राम्रो समुन्नतितिर उन्नतितिर जान्छ भने हामी पत्याइदिने। अब यो झुटको खेत हुँदैन। तपाईँले आफ्नै जिल्लामा गएर आफ्नै जिल्लावासीलाई यति झुट बोल्दा चाहिँ हाँसो पनि लाग्यो मलाई त। केपी शर्मा ओली चुनाव हारेपछि पहिलोपटक झापा गएका हुन्। हजुर, स्वागत त भव्य रूपमा भएको छ। एकदम भव्य देख्नुभयो तपाईँ। 200 जना थिएन, कसरी भव्य। हेर्नुहोस्, हजारौँको भिड लाग्ने केपी शर्मा ओलीको जय जयकार गर्न आफ्नै जिल्लामा 200 जना मान्छे सम्मिलित भएर, त्यही पनि उहाँहरूले भोट हाल्ने मान्छे पनि होइन है। उहाँ 2-4 वटा सेल्फी खिचेर बाको ललाई फकाइ गरेर यसो दुनो सोध्याउन मात्रै जानुभयो। भोट चाहिँ घन्टीमै हाल्नुभयो उहाँले। किनभने 60,000को डिफ्रेन्स त त्यसै आउँदैन नि त। रासोपाले मात्रै हालेर आयो त पक्कै पनि आएन। शेरबहादुर देउवाले के भनेका छन् भने म अझै 1-2 पटक प्रधानमन्त्री बन्न बाँकी नै छ, किनभने मैले सुदूरपश्चिमका लागि धेरै गर्नु छ। हजुर, डडेलधुरामा एयरपोर्ट बनाउन बाँकी नै छ भनेका छन् के। 36 वर्षसम्म लाटोको पापा हेरेर बस्नु भयो। लुट्नुसम्म लुट्नु भयो। बङ्करका बङ्कर पैसा जलाइदिनु भयो। किनभने त्यही पैसाले देश विकास गरे भए आज नेपाली जनताले वाउ शेरबहादुर देउवाजी नै प्रधानमन्त्री हुनुपर्छ भनेर चुन्थे होलान्। त्यसरी पिटेर लखड्दैन्थे होलान्। त्यो कुरा त उहाँले बिर्सिनु भयो कि बिर्सिनु भएको छैन। हुन त उहाँ विदेशमा गएर मलमपट्टि लाएर
भाउजूको माया प्रेमले गर्दा उहाँले बिर्सेर आउनु भएको होला र अब सुदूरपश्चिमको विकास गर्नलाई सुदूरपश्चिम जनताले पत्तै दिनुपर्ने उहाँले जे भने पनि 36 वर्ष के हेरेर बस्या थिइस् ओ देउबाजी भनेर अब सुदूरपश्चिमका जनताले नै लखेटेर पठाउँछ 2-4 जना हेलिकप्टर बुक गरे आउँदैमा उहाँले बेस खान दिनु भएको थियो र आए 2-4 जना त अब सुदूरपश्चिमको जनताले पत्तै दिन्छन् र जति झुटको खेती गरे नि अब सब नेपाली जनता जागरुक भइसकेको छ कहीँ गएर केही हुनेवाला छैन उहाँहरूको दिवास बनायो अर्को यो जुनीमा त भन्न सक्दिनँ देउबाजी अर्को जुनीमा जन्मिनु भयो भने नेपालमा त्यही पनि अन्त त तपाईँले राजनीति गर्न सक्नुहुन्न नेपालमा कथम कदाचित तपाईँको भाग्यले साथ दिएर जन्मिनु भयो भने अर्को जुनीमा प्रधानमन्त्री हुनुहोला यो पालिलाई तपाईँलाई टाटा बाई बाई हो अब